यो हाम्रो ऐतिहासिक धरोहर, यो हाम्रो पहिचानका कलात्मक झ्याल ढोका र यस्तै काठ हामी फेरि पाउँला कि नपाउँला, फेरि पनि यो इतिहास बोकेको यो दरबारलाई फेरि उठेको देख्न पाउँला कि नपाउँला, यहीले मेरो मन पिरोलिरहेको छ। यसले मेरो मनमा ठुलो एउटा पीडा थपिरहेको छ। यसमा फेरि पीडा थपिरहँदा यसलाई के पिरोलेको होला जस्तो नसोच्नु होला, किनभने यो हाम्रो एक खालको पहिचान हो। त्यसैले यही खालका यिनै कलात्मक झ्याल ढोका र यसको कला, यसको चित्रण गर्दाखेरि यहाँ एक खालको फरक खालको दृश्य छ। यो दृश्य आफैमा हामी जो कहिले बुझ्न सक्दैनौँ, यदि बुझ्नेहरूले पनि यस्तै बनाउन सक्लान् नसक्लान्, र यिनै काम गर्ने कामदारहरू मिस्त्रीहरू छन् या छैनन् होला, यो त कल्पना नै नगर्न सकिने अवस्थाको भयो। किनभने अब देश गणतन्त्रतिर लम्कियो, लोकतन्त्रतिर लम्कियो र हाम्रा धरोहरहरू कस्ता छन् के छन् भग्नावशेष भइरहे। तर कहिल्यै पनि यहाँबाट जाने जननिर्वाचित हाम्रा नेताहरू कोही राष्ट्रिय सभामा पुगे, कोही प्रतिनिधि सभामा पुगे, कोही प्रदेश सभामा पुगे, कहिल्यै पनि यसका बारेमा बोलेनन् र अब पनि बोल्ने छैनन् जस्तो भइराखेको छ। अबका युवा पिँढीले र अबका चाहिँ केही गर्नुपर्छ, बनाउनुपर्छ भन्ने पिँढीले बोल्नै पर्ने दिन आएको छ। किनभने एक त यो इतिहास बोकेको र सबैभन्दा पुरानो रहेको थियो। यो सँगसँगै बनेका सायद ती घरहरू छैनन् होला जाजरकोट जिल्लामा, साथै अन्यत्र जिल्लामा पनि छैनन् होला। सँगै भएको गोर्खा त्यति सुन्दर छ, त्यति चर्चित छ, तर हाम्रो जाजरकोट किन हुन सकेको छैन? यी कुराले अनेक यस्तै यस्तै कुरा चाहिँ मेरो मनमा उब्जिरहन्छन्, तर यसको उत्तर कहीँ पनि पाएको छैन। यसलाई बनाउनका लागि के गर्नु पर्ला र अब कसरी अगाडि बढ्नु पर्ला भन्ने कुरा तीव्र गतिमा छलफलका रूपमा चलाइरहँदा पनि कतैबाट पनि यसको प्रोसेस चालिँदैन। अब चाल्नका लागि हामी जाजरकोटी बाहेक अरू कोही कसैले आएर चाल्नेवाला छैन, हामीले चाल्नुपर्छ। धन्यवाद। धेरै नबोलौँ, काम गरौँला बिस्तारै।